भाइको नाम भन्न त कान्छ? मेरो नाम अमित सुब्बा, भक्ति भाइ। तिमीहरू त कुन चाहिँ पुग्यो? राइजिङ बेस इन्टरटेनमेन्ट। सो गाइस, यहाँ चाहिँ एउटा दामी झिल थियो होइन। झिल चाहिँ सुकेर एकदम फिल मात्रै गर्नुपर्ने रहेछ। अब्बर भ्याली हेलो एन्ड नमस्ते सबैजनालाई र सबैजनालाई फर्स्ट अफ अल त ह्याप्पी न्यू इयर होइन। र आजको चाहिँ अब हल्का भ्लग होइन, हाम्रो गाउँको साथीहरूसँग र हल्का मोटो भ्लग होइन। र सबैजना आज चाहिँ साथीहरू भेट भइरहेछ र आदि साथीहरू बाटोबाट आउँछ होइन। र हेर्दै गरौँ, बेसी त के बोल्नु होइन। र भ्यूको मजा लिँदै गर्नुहोस् गाइस। र गाइस, बाटो हेरिहाल्नुहोस्। बाटो चाहिँ एकदमै अप्ठ्यारो छ, यस्तोबाट चाहिँ निकाल्नुपर्छ बाइक होइन। जहाँ मुनि गएको हाल्दे यो ओह्रालो जानुपर्छ अब फेरि। हाम्रो चाहिँ यस्तो हो बाटो हो, सेरी सेरी ओह्रालो कुदाउनुपर्छ। विन्टर के अरे रेनी सिजनतिर चाहिँ हामीले यस्तोतिर यहाँ चाहिँ कुदाउनु सक्दैन, चिप्लो हुन्छ कि। त्यही भएर चाहिँ अहिले चाहिँ अब गाउँको चाहिँ नजारा यस्तो छ। यहाँ माथि चाहिँ हाम्रो गाउँ पर्छ होइन। हेलो मान्स, यी बाटोहरू चाहिँ यस्तो छ होइन। 9-10 वर्ष बादमा चाहिँ अब बनिँदैछ। त्यो माथि छ अप्ठ्यारो बाटोहरू त बनिएकै छैन हो। माथि एकजना साथी छ, गयो त उकालो। यहाँ पर्खेर हामी बस्छौँ बजु। सो फाइनली गाइस, हामी चाहिँ यहाँनिर केटाहरू भेट भयो होइन। यहाँ हाम्रो उता गान्तोकमा हाम्रो साथी सबको होइन। यता रोबोटको स्कुटी छ एन्टक। र मेरो अनुहार देखाइदिउँ न। रोड चाहिँ एकदमै दामी बनिँदैछ अहिले। यी रोडहरू एकदम चिल्लो भइसक्यो। आधी बाटो चाहिँ अलिक अप्ठ्यारो छ, अघि देखाउनु होला कतिवटा बाटोहरू होइन। सो अब चाहिँ उकालो गएर फेरि ओह्रालो जानुपर्छ जामुने। र हेर्दै गर्नु। सो फाइनली अब चाहिँ हामी निस्केको होइन। र हाम्रो अगाडि एन्टक छ, यहाँ 220 एन्टक गयो। हाम्रो उयो पनि हिँडेको N60 र 220 भनेको। अब गाइड त गर्दै हिँड्नु पऱ्यो होला होइन। सो तपाईँहरूलाई हाम्रो गाउँको भ्यूहरू देखाउँदै जान्छु गाइस होइन। सो तपाईँहरूलाई के कस्तो लाग्छ हेर्दै गर्नुहोस्। हाम्रो गाउँको बाटोहरू चाहिँ यस्तो छ। मार्केटिङ आइसक्यो अहिले होइन। सो यहाँ माथिबाट चाहिँ दामी देख्छ ओह्रालो। लडाउँछ यो केटाहरू, साइको छ। हेर्नुहोस् है गाइस, तल चाहिँ हाम्रो गाउँहरू होइन। यहाँ अगाडिबाट कञ्चनजङ्घा देख्छ दामी, आदिको बाटोहरूले ढाकिरहेको रहेछ। सो यही हो नजारा चाहिँ। सो अब चाहिँ हामी यहाँ माथिबाट चाहिँ ओह्रालो जानु पर्छ बनिरहनु। सो हामी चाहिँ यहाँबाट ओह्रालो जानुपर्छ। यहाँ चाहिँ अब पातले बासहरू भेट्छ होइन। सायद मेरो टायरमा अलिक हावा कम्ती छ जस्तो लाग्यो।
तो भाई पहाड़ों का रास्ता देखो कैसा होता है। छोटा और ऊंचा ऐसा वाला होता है पहाड़ों का रास्ता भाई। तो अभी हम लोग जा रहे हैं जामने। तो हमारे साथ दोस्त है, जब गाँव में आएंगे तो सब दोस्त मिलके जाते हम लोग जाने घूमने। जहाँ भी हो घूमने एक बार जाते हैं हम लोग। तो यहाँ का नज़ारा देखिए, ये नीचे का है बब्बर वैली, इसको बोलते हैं भाटकबर भी बोलते हैं। सबका पहचान वाला नाम बब्बर वैली। हमें जाना होगा वो नीचे वाला नदी पे। तो आगे देखिए, ये जितना भी आगे दिख रहा है ना पहाड़, ये सब सिक्किम है, वेस्ट सिक्किम बोलता है इसको। तो भाई जहाँ पर मैंने जामुनी का रास्ता बोल रहा था, यहाँ सीधा जाने से शिमला वेस्ट सिक्किम जाता है। यहाँ से टर्न लेना पड़ता है, यहाँ से भी जा सकते हैं आप लोग वेस्ट सिक्किम। और जामुनी का रास्ता ये है, जो मैंने टॉपर वैली भी बोल रहा था, वो रास्ता यहाँ से जाता है। अब बड़ा रोड मिलना शुरू हो गया, रास्ता भी एकदम मक्खन है। तो भाई रास्ता देखो, व्यू देखो, ये सब टी गार्डन का नज़ारा है यहाँ पर। यहाँ से बहुत टी गार्डन का नज़ारा दिखता है यहाँ से, देख लीजिए ना भाई। चलो चलो आगे चलो, आगे चलो, दो 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 दो। ये है हमारा घर का नीचे का साइड है, और हमारा यहाँ का दोस्त आ रहा है। जा 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 जा। ये पीछे बैठने वाला उसका नाम दिपेश है, आगे का शॉप है। तो पिकनिक देखो भाई, ऐसा होता है हमारा फर्स्ट जनवरी। अब नीचे देखो ना भाई, कितना होता है फर्स्ट जनवरी में। देना। सो फाइनली गाइस हम लोग आ चुके हैं जामुनी। सो जामुनी का सुंदर पहले नज़ारा। नहीं 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 उताई 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 ना। तो यहाँ का नज़ारा देखिए गाइस, अच्छे से दिखाएंगे आप लोगों को, बिल्कुल बोर मत होना। यहाँ पर ये देखिए, ये देखिए, ये ओरिजिनल फूल है ये। तो ये है फूल जामुनी का भाई। तो हम लोग बाइक पार्क वहाँ पे करते हैं। तो थोड़ा र अहिले चाहिँ हामी हल्का यहाँ भोकसोक लागेर हल्का यहाँ होटलमा हल्का खानाहरू खानु बसिरहेको छु होइन। सो यहाँ अहिले चाहिँ अहिले भान्जो के भन्छ भान्जो त दिपेश भान्जो के भन न भान्जो। आज होइन साथीहरूसँग हामी चाहिँ अब यता जामुनी घुम्न आइरहेको छौँ होइन। अब यहाँ हुनुहुन्छ रेशम, उहाँ हुनुहुन्छ रोबोट पनि आउनु भएको छ होइन। सबैजना यता रोबोट लाइटले धेरै हुन्छ। ल अब चाहिँ हल्का खानासाना खाएर चाहिँ त्यहाँबाट तपाईँहरूलाई नजारा देखाउने। सो हेर्दै गर्नुहोस्। खाएर निस्किसक्यौँ होइन। र अहिले चाहिँ यहाँ ब्रिजमा, जामुनीको ब्रिजमा हिँड्ने हुँदैछ। र हाम्रो रोबोट हो, यता रोबोटको वाइफ, मेरो वाइफ पछि छ। ल यता रेशम भान्जो, भान्जोले हल्का रा खाँदै लगा त लु। चस्मा लगाइदिइहाल्यो यसले होइन। र
यहाँ तल चाहिँ जामुनेको मेन झिल हो होइन। यहाँनिर चाहिँ मेन मूर्तिहरू छ होइन। सो पिकनिक कस्तो हुँदैछ हेर्नुहोस् है गाइस तल। यस्तो हुन्छ यहाँ चाहिँ 1 जनवरी 26 जनवरी है। र आज न्यु इयर पनि हो, सबैले है नयाँ सालको अब एकदम राम्रो दिन जाओस् भनेर चाहिँ मनाउन आउँछ मान्छेहरूले चाहिँ होइन। र त्यही हो मेन चाहिँ जामुनेको झिल चाहिँ यस्तो छ। हाम्रो भाइ चाहिँ खतरा हो। भाइको नाम भन्न त कान्छ? मेरो नाम अमित सुब्बा, भक्ति भाइ। तिमीहरू त कुन चाहिँ पुग्यो? राइजिङ वेस्ट इन्टरटेनमेन्ट। दामी लाग्दैछ भाइहरूको चाहिँ। खोइ तिमीहरूको ग्रुप अहिले छैन नि। छैन? 2 भाइ मात्रै आएको? अरे के हो बाइक त? ल भाइ सो हामी चाहिँ यहाँनिर मेन पोइन्टमा आइसक्यौँ हामी होइन। सो यहाँ चाहिँ जहाँबाट पनि आउनु सक्नुहुन्छ तपाईँहरू है। र यहाँ चाहिँ यस्तो पिकनिकहरू हुन्छ। पछि आन्टीहरू नाचेको देख्नुभयो होला पछि होइन, हल्का सब्सक्राइब गरिदिनुहोस् होला तपाईँहरूले दया गरेर है। अनि यो गाडी नम्बरहरु देखाइदियो होला। दार्जिलिङ आउँदा चाहिँ यो गाडीमा चाहिँ चढ्नु है। अब यो चाहिँ हाम्रो गाउँको साथी होइन। यसले चाहिँ सेन्टिकेटै खेल्छ। सेन्टिकेट दार्जिलिङ टु गान्तोक। गान्तोक भएर दार्जिलिङ चाहिँ सिलगढी जहाँ गए पनि जहाँ गए तेरो पनि फोन नम्बर भनिदिइराख्छ। 8287305141 कल गरिहाल्नुहोस् होला ठ्याक्कै है। रिपिट गर्दै सुन्नुहोस् होला नम्बर दार्जिलिङ होइन। आउँदा चाहिँ यो केटालाई चाहिँ भेट्नु राम्रो हो होइन। दामी छ ल ठिकै छ ल। सो गाइस यहाँ चाहिँ एउटा दामी झिल थियो होइन। झिल चाहिँ सुकेर एकदम फिल मात्रै गर्नुपर्ने रहेछ झिल थियो भनेर होइन। र यहाँको नजारा चाहिँ यस्तो छ। धेरै जग्गाबाट आउनु भएको छ मान्छेहरू होइन। र अहिले चाहिँ हल्का यहाँ मूर्तिको छेउछेउ जाँदैछु होइन। र यहाँ चाहिँ स्पोर्ट प्लेसै भएको छ नि त अहिले। सो त्यही भएर चाहिँ हल्का म अलिक छेउछेउ जाँदैछु। सो हेर्दै गर्नु। सो अहिले चाहिँ यहाँ पानीको छेउमा आइदिइरहेको छु होइन। र क्यामेराको चाहिँ हल्का वाटर टेस्ट गरिदिउँ न गाइस होइन। के भन्नुहुन्छ तपाईँहरू? सो यो चाहिँ जामुनेको होइन हल्का होला। सो वाटर टेस्ट हेर्नु गाइस। 3, 2, 1 गो। सो गाइस वाटर टेस्ट देखिहाल्नु भयो होला। क्यामेरा चाहिँ खतरै रहेछ होइन। र पानीमा पसेपछि त अब खतरै हुनु पऱ्यो नि त क्यामेरा भन्ने चाहिँ होइन। र अब चाहिँ हामी घुम्दै जान्छु, देखाउँदै जान्छु नजारा होइन। तपाईँहरूले पनि इन्जोय गर्दै गर्नु होला। सो त्यही हो। अनि अब होइन साथीहरूसँग सानै दिन होइन अब यो कुरो चाहिँ अब तपाईँहरूलाई होइन जानकारी दिइरहेको छौँ। हामी चाहिँ अब सानै दिन सिकान तान्नेदेखि लिएर चाहिँ अब हुर्केको केटाहरू होइन। अब आजको दिनमा यसरी भेट्दाखेरि चाहिँ मलाई बडै प्राउड फिल लाग्यो होइन। किनभने खुसी लाग्यो। किनभने आजको दिन यस्तो सोचेको पनि थिइनँ अब भेट्छु भनेर होइन। अब साथीभाइ आफ्नो होइन सनिल रेसप रोबोट हामीसँगै हुर्केको साथीहरू हो। हामी देखाउनुहोस् अनुहार सब। सो अहिले चाहिँ यहाँनिर हल्लिने ब्रिज आइपुग्यौँ हामी चाहिँ होइन। र यो यहाँ त हल्लिने पुल रहेछ कि हो न। फर्स्टमा चिउ चिउ भयो। सो गाइस यो पुल चाहिँ एकदम फाउन्टेनको हो होइन। हामी चाहिँ अहिले त्यो पुल क्रस भएर चाहिँ अलिक पल्लोपट्टि आएको छौँ। अघि चाहिँ हामी त्यहाँनिर थियौँ है। सो त्यहाँबाट चाहिँ अहिले वारी दामी देखिन्छ यहाँबाट पनि। आमा डान्स हेऱ्यो हेर्नुहोस् गाइस।
हाम्रो गाउँमा चाहिँ यस्तो डान्सहरू हुन्छ तपाईँहरूको गाउँतिर कस्तो हुन्छ कमेन्ट गर्नुहोस् होला होइन हेर हो तल लुकेटा हो तल आम्मा हेर आम्मा डान्स त यो हो नि त ले मोम खिच्दि तिमीलाई देखाइदिन्छु नि त म ए हो सो सबै गाउँको दाजुभाइहरू छ होइन प्रायः चाहिँ टाढोको मान्छे चाहिँ आउँदैन यहाँ छेउछाउतिरकै मान्छेहरू हुन्छ है सो पुल अघिको पुल चाहिँ त्यहाँ माथि छ हाम्रो केटाहरू यहाँ छ भान्जो रेसप्डो हेलो हेलो गाई हेलो गरे यो बारी नेङ्गा ल त्यही हो सो गाइस अहिले चाहिँ हामी खोलाको छेउमा आइपुग्यो जुत्ता सुत्ता खोलेर होइन हल्का पानीमा भिजाउँदै दानी हराएको हो उलो भान्जो डाई खान्थ्यौ ब्याक फोल्डिङ यता रेसप डलेङ खोल्यो होइन सबैले तपाईँ पानी खेलाइरहेछ होइन ओइ खोल्न तैँले पनि जुत्ता जुत्ता खानु मन लाग्दैन मलाई त हान्दै लु पानी त कसम क्या चिसो छ मुख मात्रै धुन आएको जामुनेमा चाहिँ ए खेल्न ए पौडी खेल पौडी खेल्छ भन्दैछ वाचु भयो थेट जाडोमा भिजाइदियो नि डल्लै सो गाइस कतिको उयो रहेछ यसले त मारिरहेछ नगर न यहाँ भ्लग गरेको के गर्यो गरेन अन्त ठिकै छ अब हामी चाहिँ यहाँ खोलाबाट निस्किसक्यौँ है हल्का यहाँ पानी सानी यसो खेल्यो खोला त खेल्नु सकेन हो बेसी जाडोले सो त्यही भएर अब यहाँ खोला तर्दैछौँ हामी खोला तरिसकेर अब गएको रात पनि पर्न आँट्यो उता आउँदैछ हाम्रो ग्रुपको गाइजहरू हो र हेर्दै गरौँ होला सो गाइस अहिले चाहिँ अब हामी घुमिसकेको होइन र अब चाहिँ केटाहरू यहाँनिर छ आजको भ्लग के कस्तो लाग्यो होइन मन पऱ्यो भने लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् होला सो अब चाहिँ लाग्दैको सो बाई गाइस